अहिलेसम्मको नम्बर अनुसार जेवाइसी जलजला 2 ओखरकोट सिसाखानी 1 नम्बर 2-1 मिठो स्पाइक गर्दै नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 4 ओखरकोट सिसाखानी 3 मिठो प्रेसिङ स्पाइक गर्दै नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 5 ओखरकोट सिसाखानी 3 नम्बर 5-3 मिठो प्लेस गर्दै फेरि पनि नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 6 भने ओखरकोट सिसाखानी 3 नम्बर 6-3 यसपछिको खेल भनेको आयोजक र जनचेतना युवा क्लब सक्नेर बीच हुने भएकाले दुवै टिमका खेलाडी साथीहरू तम्ताएर अवस्थामा रहिदिनु होला। शट मिठो थियो तर जालीमा उन पुग्यो जसको फाइदा ओखरकोट सिसाखानीलाई पुर्यायो 4 भने जेवाइसी जलजला 9 फेरि पनि नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 11 भने ओखरकोट सिसाखानी 4 नम्बर 11-4
लामो समयको अन्तरपछि नम्बर थप्न सफल ओखरकोट सिसाखानी पुर्यायो 5 भने जेवासी जलजला 12 नम्बर 5-12 मिठो प्लेसिङ स्पाइक गर्दै नम्बर थप्न सफल जेवासी जलजला पुर्यायो 13 भने ओखरकोट सिसाखानी 5 नम्बर 13-5 लगातार नम्बर थप्न सफल जेवासी जलजला पुर्यायो 16 भने ओखरकोट सिसाखानी 5 नम्बर 16-5 भाइहरु लाइभ सेभ गरेर मिठो प्लेसिङ स्पाइक गर्दै नम्बर थप्न सफल जेवासी जलजला पुर्यायो 18 भने ओखरकोट सिसाखानी 5 नम्बर 18-5 मिठो स्ट्राइक गर्दै फेरि नम्बर सफल जेवासी जलजला पुर्यायो 19 ओखरकोट सिसाखानी 5 लगातार नम्बर थप्न सफल जेवासी जलजला पुर्यायो 22 भने ओखरकोट सिसाखानी 5 नम्बर 22-5 Wow.
लामो समयको र्यालीपछि फेरि इभेन्ट नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 23 भने ओखरबोट सिसाखानी 5 18 नम्बर लास्टै भयो तिनीहरू त हिजो त फेरि जित्यो फेरि हिजो यिनीहरू कसलाई जितेको अरे तिनवटालाई जित्यो स्ट्यान्ड भएन क्या यसरी 5 को विरुद्ध 25 लिएर जेवाइसी जलजलाले आफ्नो खातामा 61 हात पारिसकेको छ फसनी नहोला सपने ओ पेरम दाई तिनी भोजे भाइ कहाँ को आउँदैछ यसो स्ट्यान्ड मगाउनु न स्ट्यान्ड मगाउनु न भोजे भाइ कहाँ छ स्ट्यान्ड स्ट्यान्डकै लागि हाल्नु स्ट्यान्ड भोजे भाइ कहाँ लगाउनु रे घर लगाएको अरे त्यो भिएनलाई पानी बोकाउनु पर्छ यार कोसिएर आउनु है दिदी छिटो रेखो बाहिर रेखो भित्र नबस्नु दोस्रो सेटको पहिलो नम्बर लिन सफल सिसाखानी ओखरबोट लाइभ सेयर गरौँ नि सर नम्बर 1-0 गल्ती गर्न ठ्याक्कै मिल्दैन सबै आउनु घर त घरतिर कि आउँदैछन् भने बाँकी छन् कि लगाते तपाईँहरू त होला नि पछि
अघि 6 मा हारेको अनि अहिले कति हार्ने पहिलो गेम 6 मा हारेको रे अहिले कति हार्ने नि भनेको 10 पनि लिएन नि 6 मा हारे मिठो प्लेसिङ स्पाइक गर्दै लगातार नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 7 ओकरबाट सिसाखानी 2 फेरि पनि मिठो स्पाइक गर्दै नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 8 ओकरबाट सिसाखानी 2 गाडीमा जानु पर्यो गाडी गेम त खतरा भयो त्यो अलि हलिअलि दिन परेको ल्याउन सकेनन् यसपछिको खेल भनेको आयोजक भर्सेस जनचेतना सक्रिय हुने भएकाले तपाईहरु टम तयार अवस्थामा रहिदिनु होला हामी यसो गरौँ है खाना पनि नदिएर बोलाउँछ आयो भए चाहिँ नरको अलिपछि खुलाइदिनु सङ्गीतमा 2 घन्टा पर्खियो शब्द मिठो तर जाली पाउन पुग्यो जसको फाइदा ओकरबाट सिसाखानीलाई पुर्यायो 3 जेवाइसी जलजला 12 मिठो स्पाइक गर्दै पुनः नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 13 ओकरबाट सिसाखानी 3 नम्बर 13-3 मिठो सर्भिस गर्दै पुनः नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 14 ओकरबाट सिसाखानी 3 जेवाइसी जलजला पुर्यायो 16 ओकरबाट सिसाखानी 3 फेरि 17 अनि मान्छे हाम्रो बाबु नै आइसक्यो आज माछ छैन मेरो जात खाएपछि माछ फेरि पनि ओभरबोटलाई
नम्बर थप्न सफल भइरहनु भएको छ। 5 16 17-5 जलजलाको 17 अखरकोट 6 हजुर नमस्ते तपाईँले त खानु नि लिटर त राम्रो फाल्नु रहेछ जोइसुकै पठाउनु पर्ने स्थिति आउँछ उफ्रिनु पर्छ त्यसो गर्दा नम्बरहरूलाई जान्छ उहाँ तपाईँले लिड गर्नुहोस् क्या बसेर नत्र त हुन्न भित्र बाहिर चेन्ज भएर खेल्नु होला अनि हेलो 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 के गर्नु भने तपाईँलाई रोडसँग आउनु हात जोडेर बोल्नु हात जोडेर नजिकै राख्नु अब नजिकै राख्नु होला हात छोपेर भित्र जानु होला तिनवटा गोल भएर बोल्नु होला केही हुनु हात छोपेर बोल्नु होला केही हुनु त्यो टाढा टाढा नजानु होला नजिक नजिक बसेर हात छोप्नु मिठो सर्भिस गर्दै नम्बर थप्न सफल ओकरकोट सिसाखानी पुर्यायो 9 भने जेवाइसी जलजला 18 मिठो स्ट्राइक गर्दै पुनः नम्बर थप्न सफल ओकरकोट सिसाखानी पुर्यायो 11 जेवाइसी जलजला 18 शट मिठो थियो तर जालीमा उठ पुग्यो जसको फाइदा जेवाइसी जलजलालाई पुर्यायो 20 भने ओकरकोट सिसाखानी 11 मिठो प्लेसिङ स्पाइक गर्दै पुनः नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो 21 ओकरकोट सिसाखानी 13 Nah.
लामो समयको र्यालीपछि नम्बर थप्न सफल ओखरकोट सिसाखानी पुर्यायो 14 जेवाइसी जलजला 21। यसपछिको खेल भनेको आयोजक भर्सेस जनचेतना सक्ने हुने भएकाले तपाईहरू तम्त्याएर अवस्थामा रहिदिनु होला। आफै जगिन्छ भाँड गरिदिएको भोलि खेल्यो भने आफै होइन मिस नाम त्यही मैले राख्नेवाला थिइनँ है, म जो फिक्स खेल्थेँ त्यही राख्ने हो कि राख्ने भनेर होइन नि त त्यसो। त्यही भएर तिमीहरू डराएर त्यस्तो होइन तेस्रो गेमको पनि 22 लात्ती ताकेको छ अब त्यो बल्किनु पो तिमी त त्यो कसैले मिठो स्ट्राइक गर्दै नम्बर थप्न सफल जेवाइसी जलजला पुर्यायो आफ्नो खातामा अन्तिम अङ्क 24 भने ओखरकोट सिसाखानी 15 नम्बर 24-15। त पुरा आइज यसरी 15 को विरुद्ध 25 अङ्क ल्याई जेवाइसी जलजलाले जलजला फाइनल प्रवेश गरेको छ।